हेलो गुड मर्निङ सबैजनालाई मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। नानी स्कुलमा छोडेर जान्दैछु रोजा र म। आजको मौसम एकदम दुम्मै भइरहेको छ। जान्दैछु यस्तै छ हाम्रो रिम्बिक। यहाँ रोजा पनि छ। रोजा र म बजार जान्दैछु हैन रोजा? के गर्नु नानी हाम्रो डेलीको ड्युटी सैटरडे पनि लाग्छ यो प्रोग्रामले गर्दा कम्पल्सरी आउनुपर्छ। हेरिदिनुस् होला है हेरिदिनुस् होला लक्ष्मीको ब्लग लाइक सब्स्क्राइब गरिदिनुस्। तपाईहरुको माया र सपोर्ट चाहिन्छ गर्दा यहाँसम्म आइपुगेको छ है लक्ष्मी चाहिँ। यहाँ फुल पनि एकदम दामी फुलिराखेको रहेछ आन्टीको। हेर्नुस् होला यहाँ फुल पनि दामी फुलिराखेको रहेछ। हुन्छ यहाँ चाहिँ केकहरू पनि बनाउँछ तर आज बन्द रहेछ। हाम्रो रिम्बिकमा पनि केकहरू बनाउँछ नि यहाँ चाहिँ हैन भित्रमा चाहिँ रहेछ भित्र खोलेको छैन रहेछ भित्र नि मान्छे। एकजनालाई आज हामी यहाँ नर्देन सरको बर्थडेमा आएको छु। यहाँ हामी रोजा र म यहाँ हेर्नु सक्नुहुनेछ। यहाँ जुसहरू पनि छ आन्टी पनि हुनुहुन्छ। हजुर हुन्छ यहाँ फ्रुट्सहरू पनि राखिदिएको रहेछ। अलिअलि मात्रै भयो हुन्छ हेर्दै गर्नुहोस् होला। फल्दो रहेछ बुढा काँक्रा। सरको बर्थडे खाएर पनि आएर पनि लुगा फेरेर पनि दोकान जान्दैछु। मजा आयो आज नानी पुऱ्याउँदै नर्देन सरको बर्थडे खाएर आयो। मजा आयो। स्कुलबाट आएर पनि दोकान गएको म एकछिन दोकान गएको एकछिन काम छोडेर गएको दोकान। यहाँ चाहिँ हाम्रो विश्वासले बनाएको स्कुटी राख्ने बनाएको छ। अब चाहिँ अलिक सुविस्ता भयो मान्छेहरूलाई पानीहरू पर्दाखेरि यहाँ बस्दा पनि हुन्छ। यो चाहिँ अविनाशको गाडी छ हामी जाने स्कुलको गाडी। यस्तो छ हाम्रो रिम्बिक जग्गा। मेरो च्यानललाई हेरेर सब्स्क्राइब गरिदिनुस् होला सेयर गरिदिनुस् होला तपाईहरुले। जान्दैछु अब म यहाँ हाम्रो चाहिँ यस्तै छ रिम्बिक चाहिँ। रिम्बिक दिलपाली गाउँ भन्ने जग्गा हो यो चाहिँ। इस्कुस पनि फलिसकेको छ हेर्नुहोस् होला। इस्कुस फल्दैछ भर्खर। अझ यहाँ दोकानबाट आएर पनि यो सौदा लिएर आयो। आज चाहिँ हामी चाहिँ थुक्पा खाने नुडल्स। यो चाहिँ विश्वासले चाहिँ बिफ मासु खाँदैन अन्त कर्नफ्लोर लिएको। अब एक लेग पिस ल्याएको छु चिकन लेग पिस त्यसै फ्राई गरिदिन्छु। यो कर्नफ्लोरमा उयो गरेर टमाटर लिएर आएको। यहाँ अब बनाउँछु म। मैले मासु चाहिँ काटेर यहाँ यस्तो बनाइरहेको छु। नुन र हर्दी मयो गरेको छु। अब एकछिन राख्छु त्यहाँदेखि चाहिँ फ्राई गरिदिन्छु। अर्ग्यानिक केएफसी बनाइदिन्छु। बिफ सुप मैले बनाइसकेको छ। यहाँ सुप बिफ हाम्रो चाहिँ बिफको सुप र नुडल्स खाने